हेलो साथीहरू, वेलकम टु माई अन्नु मिनी ब्लग। आज पनि हजुरहरूलाई अन्नु मिनी ब्लगमा धेरै धेरै स्वागत छ। हेर्नुहोस् है साथीहरू, आज पनि हाम्रो आमा छोरीको दिनको सुरुवात दुध लिन गएर सुरुवात हुन्छ। मेरो छोरी चाहिँ मलाई देखाउनु भन्दैछ नि, ब्याक क्यामेरा गरेको छु हौ। हेलो भनिदिनु। हेलो, आज चाहिँ हामी अनु मामु र म आमा छोरी र म उयो मिनी ब्लगमा दुध लिन जाँदैछु। उसले भन्न खोजेको चाहिँ साथीहरू, आमा छोरी हामी आज मिनी ब्लग बनाउँदै दुध लिन जाँदैछौँ भनेको है। यो चाहिँ हेर्नुहोस् कस्तो रमाइलो भएको छ। बिहानै घाम लागेर हिजो चाहिँ हुसे लागेको हालेको थिएँ, आज चाहिँ पुरै आकाश पनि उज्यालो ह, घाम लागिरहेछ है। वातावरण नै घाम लागेको कस्तो रमाइलो हुन्छ है साथीहरू। अब चिसोको अर्कै खालको हुन्छ, घाम लागेको अर्कै खालको हुन्छ नि त। होइन कस्तो रमाइलो भइरहेछ क्या दिन, मतलब दिनको सुरुवात चाहिँ घाम लागेर कस्तो राम्रो भइरहेछ। अनि यो चाहिँ के को रुख हो भने नि साथीहरू, यो चाहिँ एभोकाडो है। कतिजनाले चिन्नु भएको छैन भने चाहिँ एभोकाडोको रुख हो। एभोकाडो रोपेको रहेछ यहाँ। त्यो चाहिँ रोपेको 2 वर्ष 3 वर्षमा फल्छ अरे। होइन कस्तो अर्कै देखिन्छ क्या वातावरणै, रमाइलो रमाइलो तातो तातो छ क्या। होइन साथीहरू, आकाश पनि उज्यालो छ। के अरे सानो उहाँ चाहिँ यहाँ हेर्नु है, बिहान बिहानै उहाँ उली प्लस यसरी मेरी छोरी चाहिँ भनेपछि यस्तो हुँदो रहेछ क्या। बिहान बिहानै लिप ग्लस बोकेर हातमा उठ्न पाएन, सुत्दा पनि लिप ग्लस लिएर हिँड्नुहुन्छ। अनि यो चाहिँ भन्नुहुन्छ नि धुप्पी भन्छ नि। यो चाहिँ म दुध लिन जाने बाटोको बनाउँछु है जहिले प्रायः जस्तो।